हेलो एभ्रिवान आफ्टर लङ टाइम है तपाईँहरूको लागि एउटा इन्फर्मेटिभ भिडियो मैले लिएर आएको छु। विशेष तपाईँले देखिहाल्नुभयो होला। विशेष गरी अहिले गभर्मेन्ट अफ इन्डियाले आधार कार्ड अनि पेन कार्डको लिङ्कको लागि लास्ट डेट 1 जनवरी 2026मा राखिएको छ। त्यसैले गर्दा 31 डिसेम्बरभित्रमा तपाईँहरूले आफ्नो पेन कार्ड अनि आधार कार्डको लिङ्क गर्नुपर्ने हुन्छ र यसको लागि तपाईँहरूले 1000 अहिले चाहिँ, अनि यदि तपाईँहरूले फेल हुनुभयो, लिङ्क गर्नु भएन भने चाहिँ 1 जनवरी 2026देखि चाहिँ सायद 5000 एबभ पनि लाग्नु सक्छ, पेनल्टी चार्ज 10,000 पनि लाग्नु सक्छ भन्ने हुँदैछ। अनि सायदै तपाईँहरूको आधार कार्ड पनि इनएक्टिभ हुनेछ भन्ने कुरा भइरहेको छ है। अनि यसको लागि चाहिँ विशेष गरी तपाईँहरूलाई आज म कसरी लिङ्क गर्ने, कसरी चेक गर्ने र को इलिजिबल हुन्छ, कसको चेक गर्न अनिवार्य छ तपाईँहरूलाई म भनिदिन्छु। विशेष गरी जो गभर्मेन्ट सर्भिस होल्डरहरू छ, विशेष सर्भिसहरू गर्नुहुन्छ, उनीहरूको पर्दैन। किन भन्दा उनीहरूको पहिल्यैदेखि पुरानै पेन कार्ड भए पनि उनीहरूको चाहिँ इन्कम ट्याक्स रिटर्न फाइल हुन्छ। त्यसले गर्दाखेरि उनीहरूको लिङ्क अलरेडी गरिदिएको हुन्छ, इन्कम ट्याक्स भर्दाखेरि नै भरिदिएको हुन्छ। जस्तै हामी जस्तो जसको विशेष प्राइभेट जबहरू हुन्छ उनीहरूको लागि चाहिँ विशेष गरी, अनि घरमा बसेर फार्मर, खेती किसान गर्नेहरू, बिजनेस गर्नेहरू जसको इन्कम ट्याक्स फाइल छैन उनीहरूले चाहिँ अनिवार्य रूपले गर्नुपर्ने हुन्छ। र विशेष गरी जसको पेन कार्ड चाहिँ आधार कार्ड नहुँदाखेरि, आधार कार्ड आउनुभन्दा अगाडि जसले पेन कार्ड आफ्नो बनाउनु भएको छ उनीहरूको सायद उनीहरूको चाहिँ लिङ्क हुँदैन नि, उनीहरूको लिङ्क गर्नुपर्ने हुन्छ। अनि यदि कसको आधार कार्ड बनाउँदा पेन कार्ड बनाउँदा आधार कार्ड दिएको छ भने चाहिँ उनीहरूको पनि पर्दैन, उनीहरूको अलरेडी लिङ्क हुन्छ। त्यसले गर्दा पुरानो आधार कार्ड उनीहरूले चाहिँ तपाईँहरूले चेक गर्न सक्नुहुन्छ आफ्नै फोनमा। र त्यसको लागि म तपाईँहरूलाई यहाँ देखाउँदैछु र चेक गरेर तपाईँको छैन त्यसपछि तपाईँहरूले आफै घरमा बसेर पनि गर्न सक्नुहुन्छ। अलिकति तरिका अलिकति अप्ठ्यारो छ, त्यसैले तपाईँहरूले यहाँ यो भिडियो हेरिदिनुहोस्, म तपाईँहरूलाई र स्किप नगरी हेरिदिनुहोस्। अनि जतिसक्दो सेयर गर्नुहोस्, किनभने गाउँठाउँमा विशेष गरी सर्ट टाउनमा त प्रायः जस्तोलाई विदित हुन्छ, तर हाम्रो यहाँ गाउँ बस्तीतिर चाहिँ अलिकति मान्छेलाई अवेर हुँदैन। त्यसले गर्दा तपाईँहरूले जतिसक्दो सेयर गरिदिनुहोस् ताकि कोही पनि नछुटोस्, कसैको पनि भार नपरोस् भनेर चाहिँ यो भिडियो बनाएको हो। र तपाईँहरूले तपाईँको छरछिमेकी कसैको लिङ्क छैन भने तपाईँहरूले लिङ्क गराइदिनुहोस्, लिङ्क गर्नुको लागि उनीहरूलाई भनिदिनुहोस् ताकि उनीहरू कोही पनि नछोडोस्। जनवरी 1देखि इनएक्टिभ हुनेछ त्यो पेन कार्डहरू। त्यसैले गर्दाखेरि र यो भिडियो म तपाईँहरूलाई देखाउँदैछु, तपाईँहरू यसरी हेर्दै गर्नुहोस् फुल भिडियो। तपाईँहरू जानुहोस् गुगलमा गएर तपाईँहरूले पेन कार्ड आधार लिङ्क गरेर टाइप गर्नुहोस्। यो फर्स्ट लिङ्क आउँछ तपाईँको इन्कम ट्याक्स डिपार्टमेन्ट, यसमा जानुहोस्। यसमा गएर एकछिन वेट गरेर तपाईँले यो 3 डटमा क्लिक गर्नुहोस्। 3 डटमा क्लिक गरेपछि तपाईँको होम पेजमा जानुहोस्। होम पेजमा गएर स्क्रोल डाउन गरेर यहाँ तल तपाईँले लिङ्क आधार स्टेटस देख्नुभयो नि, लिङ्क आधार स्टेटस, त्यसमा तपाईँले क्लिक गर्नुहोस्। ओके, अब तपाईँले यहाँ तपाईँको पेन कार्ड नम्बर यस्तो लगाएर है, आधार कार्ड नम्बर यसरी लाउनुहोस्। अनि भ्यू लिङ्क आधार स्टेटसमा क्लिक गर्नुहोस्। यसबाट क्लिक गर्नुभयो भने चाहिँ तपाईँले अब जस्तो अहिले मैले लगाइनँ है, तपाईँले यहाँ क्लिक गर्नुभयो भने चाहिँ यदि तपाईँको आधार लिङ्क छ भने यो आधार इज अलरेडी लिङ्क भनेर आउँछ। यदि लिङ्क छैन भने चाहिँ तपाईँको गो टु
प्रेस लिङ्क भनेर आउँछ। तपाईँले त्यसबाट लिङ्क प्रेस गरेर तपाईँले फर्दर अगाडि बढाउन सक्नुहुन्छ लिङ्क गर्नको लागि। र लिङ्क गर्नको लागि तपाईँले 1000 पे गर्नुपर्ने हुन्छ अहिले चाहिँ 31 डिसेम्बरसम्म। र त्यसैले गर्दाखेरि तपाईँहरूले अहिले तपाईँले हालैमा चेक गर्दा चाहिँ तपाईँले त्यसरी तपाईँको पेन र आधार कार्डको नम्बर लगाएर यहाँ तपाईँले लिङ्क भ्यूमा चेक गर्न सक्नुहुन्छ। अनि यदि तपाईँको यो आधार नट लिङ्क भनेर आयो भने चाहिँ तपाईँले अब यो चाहिँ फर्दर चाहिँ तपाईँको अब यो लिङ्क आधार भन्ने छ, यहाँबाट तपाईँले गर्न सक्नुहुन्छ। अब यहाँ तपाईँको पेन कार्डको नम्बर आधार नम्बर लगाएर तपाईँले भ्यालिडेट गर्नुपर्ने हुन्छ। र यो प्रोसेस चाहिँ अलिकति अप्ठ्यारो छ, किन भन्दाखेरि कतिवटा इयरको यो लाउनु पर्ने हुन्छ के हुन्छ है, त्यसले गर्दा तपाईँहरूलाई अलिक मुस्किल पर्न सक्छ। र त्यसैले गर्दाखेरि यदि तपाईँहरूलाई डिटेल भिडियो लिङ्क गर्नुको लागि चाहियो भने तपाईँहरूले मलाई टेक्स्ट गर्नु सक्नुहुन्छ वा कमेन्टमा लेख्न सक्नुहुन्छ है। तपाईँहरूको डिटेल भिडियो चाहियो भने चाहिँ, यदि तपाईँहरूले गर्नु सक्नुहुन्न भने तपाईँले मलाई कन्ट्याक्ट गरेर तपाईँहरूले गर्न सक्नुहुन्छ। 1000 चाहिँ तपाईँहरूले पे गर्नुपर्ने हुन्छ। र यदि मेरोबाट गर्नुहुन्छ भने चाहिँ तपाईँले 100 चाहिँ एक्स्ट्रा तपाईँको चार्ज लाग्छ। थ्याङ्क यू। ल यति नै आजको लागि, यो भिडियोको लागि तपाईँहरूले हेरिदिनु भयो अहिलेसम्म, यसको लागि तपाईँलाई धन्यवाद। र अरू इन्ट्रेस्टिङ भिडियोहरू एकदमै इन्फर्मेटिभ भिडियोहरू आउनेछ आउने दिनहरूमा। तपाईँहरूले यो च्यानललाई सब्सक्राइब गरेर फलो बटन थिचेर तपाईँहरूले फलो गरिराख्नुहोस् होला। थ्याङ्क यू।